local economic Tito, aka Tito Rai. Rapport kenaru सबैलाई कडा तिम्रो चाहिँ म जज र कडा हो एउटा गीत सुनिम ल मेरो ओके डोंकी पोरु तिमी आकाशबाट झरेकी तिमीलाई Soriki, no down they go on मलाई माया गरेकी जोडी फुल सुरेछ 18 वर्ष तिमी हेर लोभ लाग्दो जिउरेछ गाउँको पोर तिमी आकाशबाट झरेकी तिमीलाई राम्री मलाई अति मन परेकी जिउ धनै ढाकेर फुल पाती राखेर लान्छु तिमीलाई मागेर भागेर जाँदिन म छोडेर सात समुद्र तरी आउँछु तिम्रो लागि पोडेर तोडेर दुनियाँलाई छोड्देऊ न हाम्रो लागि भोग्देऊ न सुख दुःख कस्तो हुन्छ सँगै मिली काटौँला एक क्यास भए पनि दुवैजना बाँडौँला हाँसो खुसी मिलेर सधैँ परिया सहरतिर बसेछ बोल्ने छाड्यो सायद तिम्रो अन्धै माया बसेछ दुःखै मुटु सँगै याद लगे त मनै भुल्दै तिमीले जस्तै सके त सकिन तिमीले भुल्न गाह्रो छ हाम्रो के चाहिँ टाढो छ छाड्यो मलाई सहरतिर अर्कै केटा टाढा त याद बनेको होरो मलाई मात्र ल्याएर छ मदेखि टाढो माया मार्यो सार्यो अरूतिर मलाई दिने माया दायाँ बायाँ हातमा बन्धु सँगै साथमा रातमा खोज्छ तिमीलाई यादमा फर्स्ट राउन्ड बिल्डिङ जजले हामी रेडी हो फर्स्ट राउन्ड हामी ल ल ल बिल्डिङको फर्स्ट राउन्ड जज भोइस मोबाइल छ
तरापु अनि तरापु ताडु यहाँ तरापु तरापु तिरो पाइलामा भाइचान्तिरो यतिकै तरापु पूर्वमा एउटा ठाउँ छ एउटा सानो गाउँ छ पूर्वमा एउटा ठाउँ छ एउटा सानो गाउँ छ त्यागेरहरू सम्पत्ति सबलाई जोड्दै खेल्ने जङ्गी सबको छोटा पूर्वे लाग्ने बत्तिन्छ सबको छोटा पूर्वे लाग्ने बत्तिन्छ Final first round, MR Ponchigo. Yes, sir. Ready? Ready? Yes, sir. Yes, sir. Okay. Yes, sir. Yes, sir. Okay, good. First round go down. Yes, sir. Yes, sir. Let's get it. Fucking sick. Just punch someone body now. Don't give it. Yo, it's a bird! Yeah, kid, Ponchi, yeah, my Ponchi! Ponchi, right there, Hello, Daddy. You get ready, hold on, no let go. Goli, go, baby, mere, who's up those? Body, bolle, hoina, baby, prati, ditsu, host. Body, only go, not to jam, jala, bro. Ponchi, the circle, the cinema. अगाडि आज चाहिँ बढ्दैछु ल तेरो त्यो घाटीले काटेर भरे चाहिँ रातिनी मस्तनी हुन्छ नि हो भन्नुहोस् न चाल छैन बसेको मनी थाहा छैन आफ्नो त पारामा चलेले चार्जमा हुँदैछु यस्तो कसरी पढी बसेको तेरो पारासाला फेरि बस्दैन ल यतिले बसेको साइकल त तेरो भेसालाई पढिस उडाउनु म हानेर न मलाई त फिल्म हेर्छु तँलाई म यस्तो सत्र हान्छु निधारमा कालो आयो बाटो साटो अब खाली गर्छ तेरो सानो मेरो चिन्ता पनि मैले पढाइदिन्छु बाटो गाडीको भाइ सर खान्छ घाटो गरी मेरो जस्तरी मेरो जस्तरी तँलाई जितेपछि आज पार्टी बढी हुन्छ मेरो केटा हेर्नु जहिले पनि मेरो याति उठी ताल छैन तर गानको मलाई म ग्याङको बढी जाति उठी बच्चाहरू सबै सबै यहाँ बढी केटा हेर्नु सबै बेजा हुन्छ बढी बोले तेरो माधव एउटा चुडे अब बुझिन्छ ल आइज बाबु बुझि फेर्नलाई कसको जगेको छ पारामा तेरो तोटेछ तँलाई हान्छ म टक्कै पाराले जस्तो बोलेको तेरो पेचामा म उडाउँछु तँलाई त यस्तो छोड हान्छु तेरो साला फेरि उठ्छु म त्यसैले गर्दा लागि बस तेरो त टाउकोमा हान्छु म हानेर तँलाई त खोलामा लगेर करोड तान्छु यस्तो छ पारा चले नि आयो तेरो स्टाइल छ यो भाइको लाइन हाइट मात्र फेरि बढेको भाइको ऱ्याप सुन्दाखेरि मेरो पसिना फेरि भन्छ अरे लम्बाले जिते तर त्यस्तो फेरि होइन ब्रो लाने भनेको फर्स्ट मैले त भन्ने बुझी अब रुने हो ओके एबार पन्छीले कस्तो लाग्यो एबार पन्छीको राम्रो छ सर ओके मेरो सेनाहरू ओके एकदम बबाल रिप्लाई बबाल सेकेन्डर अति एबार पन्छीले खतरा टक्करको गइरहेछ केटाहरूको एकदम टक्करको गइरहेछ है टक्करको गइरहेछ सेकेन्ड राउन्ड एपी रेडीको जाओ सुन्छ कि ए भाइ पन्छी त धेरै अगाडि नलम्की तेरो पखेटा काटेको फालिदिन्छु भाइ त धेरै नजङ्गी के हो भाइ मान्छे सानो सानो भयो भने फुच्ची त देखाउँथ्यो निकै देखाउँदो रहेछ नि त जङ्गी अब पालो आयो तेरो दाइको फुच्चीलाई जब सिकाउँछु मैले म तेरो लागि दाइ मेरो लागि सानो एउटा भाइ हो त मेरो लागि एउटा सानो अन्डा भुवा त प्याटो फुच्छ तेरो जिन्दगी कस्तो सपना सब तेरो अधुरा अन्त पर्छ घरमा छक्का मुला अन्त्यतिर घरमा बा आमालाई अब कात्रो किन्नु भनेर तँलाई हरियो बाँसमा लानुपर्छ आरेघाट यही नजिक छ टु पारेर तेरो आफन्त आएको छैन भने सबैजना मेरो केटाहरू मलाई जानुलाई तेरो साथी सुन भाइ आरेघाटमा चलाउनुलाई चिता तयार पार्यो हुन्छ केटा हो यसको लागि अब चिता तयार सुन कुरा त छारे मुला घुप्टो पर्नु
मुला या ऱ्याप यताउता भनेर देखाउँदै यस्तो उस्तो गर्दैन नि ऱ्याप मुला यो बिचको औँला भाइ तेरो मुखैमा छिराइदिन्छु मैले अहिले मेरो औँला नदेखा तैँले त्यो बिचको औँला तेरो मुखैमा छिराइदिन्छु मैले फेरि औँला यस्तो मुला कुरा नगर भाइ तेरो मुख अनि थुप्रै ब्यान्डेज होला केटाहरू सबजना छ नि तयारमा तँलाई हान्नु मुला सबजना रेडी हो यस्तो केटाहरू को आइज भिन्नलाई स्टेजमा भेटिदिने हो यो र म मात्र होइन तेरो केटाहरू सबजना लिएर आइज हामी सबजना यही खेलिदिने हो देखा भाइ खुबी कति छ तेरो केटाहरू देखा हल्ला गर्न लगा केटा हेर्न मेरो केटाहरू सबजना हल्ला गरिरहेछ मुला मुला न तेरो पनि गएको छ मुजी केटा फुच्चे मुला धम्की दिन्छ ग्याङ कस्तो हुन्छ भाइ तँलाई थाहा छैन ग्याङ हो दाइसँग ग्याङस्टर भनेको के हो त जस्तो बच्चालाई गायब गर्न हामीलाई टाइम लाग्दैन नि हो आज यसको घाँटी साथी चौलाने लाने हो किन केटा हो साथी यसको ज्यान बिबिरेमा राखी हामी घाँटी मात्र लाने चौलाने साथी तसँग जो पर्छ अपोनेन्ट त्यसको टाउको लिएर आउनु है घरमा नानी ओके टाइम सेकेन्ड राउन्ड हेप्पी एडिङबाट सकिएको छ है अब फालो एमआर फन्सीको एमआर फन्सी के हो रेडी हो ओके मेरो चला के सेकेन्ड राउन्ड गइदियो यस सर ओके अब फन्सीको सेकेन्ड राउन्ड के छ टिप्टो जर्ज सुराले ओके लेट्स गो सेकेन्ड राउन्ड एमआर फन्सी खोइ मेरो अपोनेन्ट देख्दिन त ए के हो ल काले त यही पो छ घर मेरो प्यारी तेरो टोडाइन्छ लाइटरले दारी कस्तो सारी चोरा लगाएर त थिक्छस् फोडर प्यारी तँ दाडी याङ्गा भुकी चिकी तैँले के गर्यो ग्याङको धाक्दै होइन ग्याङ त भाइ टोलमा हुन्छ ऱ्याप गाउनुलाई ग्याङ होइन नि भाइ भाइब दामी हुनुपर्छ त्यही माथि तैँले छाडा कुरा नि बोलाएन मुला सुला यताउता ऱ्यापमा भाइ छाडा कुरा मात्र हुँदैन रियल टक नि हुन्छ ऱ्याप भनेको छाडा कुरा बोलेर मात्र हुन्न भाइ ऱ्याप हान्नुलाई म जस्तो डाउन नि चाहिन्छ र ऱ्याप नि मेरो केटाहरू सबजना तेरो मुटु भरि पेन्ट हानेपछि तेरो त्यो ग्याङ बन्ने ल्याङ छ बढी बोल्ने तेरो त्यो आँखा चिकी गुच्चा खेली तेरो रातभरि आज हुन्छ तेरो चाकमा एम्पर तेरो टाउकोमा स्याम्पल तेरो घाँटी काटेर भरि रातभरि पार्टी हुन्छ केटीको छ भाइ आज प्याडर पर्यो तिमीले भेट भयो यसको र मेरो तिम्रीमेमा नानी आज जिस्किँदै म यसको थम्मालाई गालामा किस दिएर आज हाईमा बस्दिरहँ भाइले के सोचेर आएको छ मलाई जित्छु भन्दै यो मलाई ग्याङको धाक्देर फुकिरहेको छ यसको त चाकमा लाइटर बाली जसरी पोल्छु म मलाई कोसीमा लान्छु तँलाई पकाएर कोसीको छेउमा ठ्याक्कै शेर बाटो देउमा सामान पानी यता ल्याउ केटा यसको केटाहरू सब राख्यो यहाँ पञ्ची छ मुला जङ्गल छ हामीले डेन्जर सन्ति हातमा माइक परेपछि माइक दिँदैन पास यो कुरा चाहिँ जान फक्यु प्लिज मलाई त आज रेस्टुरेन्ट प्लिज बडी मसँग नजन कि पानीको टिस जहिले नि रिसमा हाइच हुन्छ नि तोपको गोजीमा त जस्तो बच्चाहरूलाई कसैलाई गर्दिनँ म फक पिस त जस्तो थोप्राको कुच्याएर आज प्लास्टिकको बल खेल्छु म बोल्ला नै उडो हामी हो भन्दा त कस्तो भनेको हामी नि दामी हो दाइ हेर्छौँ छु तेरो केटीलाई अलिक साइडमा राख्नु त फेरि ल मैले कल गरेँ तेरो केटी त छमा पट्टी हो यसलाई म हुत्तेर हानु जसलाई भन्दैलाई म हान्छु यसलाई घाँटीमा उठाएर हान्छु म केटा हो सामाजिक यसको केटालाई झोपिने हान्नु छ स्टेजमा बोला होइन को छ सबलाई लिएर आइज न त खेल्छु एक्लै सिङ्गल मेरो ग्याङ बढी चाहिँदैन तैँले जित्छु भनेर आएको होला या चुरी फुरी तेरो काटिदिन्छु म तुरी सुरी छोडा तेरो बुढी सुडी
मलाई हान्छु म मिस्टर पन्ची हो भाइ हान्छु म तँलाई उडे लास्ट बात लास्ट दाइ ल अब म सर यो भाइको अलिकति मलाई थोप्दा नि पचेन यसको यसो हेरेको थोप्दा ल ठ्याक्कै ब्यादर मुखे छ यसलाई यस्तो पन्च हान्छ यसको नाकसाक भाँचिन्छ यसको टी सर्ट हेर्न टी सर्टमा जम्मा 200 मा उहाँ रत्न पार्कका सेल हुन्छ यसको किडनी चाहिँ कि रातभरि किडनी भरे भोलिपल्ट जितेर हामी मोज गर्न फेरि लन्डन जाने त्यसपछि पार्टी रातभरि हुने तेरो चिक्स बोकी हामी डाँडा माथि सक्छ Okay, time out. MR Pochi versus Happy Yediko. 2 round. Class Happy Yedik, let's go for 3rd round. मेरो बोली पनि अटिरहेछ कुरा सुन्दा मेरो दिमाग पनि बटिरहेछ कुरा त गरेस् त बिसेको टी सर्ट पनि रत्नपारको छक्का अनि चाकु दाम कति हो नि भनिले राख्छ सोधिरहेछ केटाहरूले तेरो चाका नचाएर मेरो केटाहरू सब बाको बाइक पुरा गरिरहेको साटोमा बोल्या खाएर बोल्या के खान्छ भन्दा खान्छ खतरा नसिका बाइक गर्नुपर्छ तँलाई मिठा बाइक अनि नसिका मलाई कसरी पुर्याएर गर्नुपर्छ सुन्न कुरा तेरो कोही कता सपनी परिवार खोजिरहेछ घरमा उता फोन गरे छोरो आउँदैन पाली यतितिर यस्तो पनि हुन्छ त नि अब मिलेन जाका होला सबैतिर मुजी केटा कान्छन् तेरो मुजी त्यहाँ बेडा केटा देखान देखा मुजी कस्तो छ नि बेडा केटा बेडा काकी फुटाइदिन्छु त मुजीको लौन बेडा त मुजी झारे बच्चा काको काको बाए पनि आएको बाए हातमा राखी तमुला सानो भए पनि यस्तो मुजिक पुरा नगर ध्यान तेरो जान्छ नजिक नहुँ भाइ अनि जान्छ तेरो जान्छ अनि बन्दै गर्न अब तेरो पुरा त हुँदैन सपना सबै तेरो अधुरा कुरा अब अन्त्य भयो सबै तेरो यो सपना अन्त्य होला तेरो भविष्य पुरा गर सपना अब सेरो हुँदैन पुरा तेरो पुरा अब बनेर तेरो होला त्यहाँतिर बन्ने अब होला न पुलिस पाए चाहे बिदा हुन्छ मेरो लागि तैँले पाए त्यहाँ मेरो दरामा म बनेर त पुलिस लाए नदेखा तेरो काट्ने बोला हातमा राख्छु नदेखा आँखा नहेर तल बोला होइन त माथि अब सेरी तँलाई हेर्न नाच्छु तेरो काट्ने बोला चोलाने अब से केटाहरू हेर्न बोला हल्ला 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 पन्छीको जुटी फुटी सकिएको छ एपिएडीको 3rd राउन्ड अबको बारो एमआर पन्छीको के रेडी हो एमआर पन्छी ओके एमआर पन्छीको 3rd राउन्ड पिट प्राविधिक जुलामा बजाइदिन अनुरोध गरे पिट प्ले
ओके मैले जित्न त मलाई सम्झिने तैँले जित्न त मलाई सम्झिने नोस्यान यहाँको 1 नम्बरको भिकारी अघि क्रस गरेको लाग्यो लिन नलिने नलिने हो जले पनि बिटाल एउटै सुनिरहेको छ एउटै राइनेसको दोहोरिरहेछ हो कि होइन भन्नु त दोहोरिरहेछ अब जज गरे क्रिस्टल सक्यो क्रिस्टलले काम होइन Yeah, what's that motherfucker? Super, yeah, my body. Represent go to all that number Taliban. Yeah. Represent go to all that number Taliban. We started all there, walking all die. They don't the gangs and go hand in this, we have more pay. It's to the beat, put the kill, don't let zero die. It's to the plan, mirror, can I have a street? We started all die. Costo pusia lagea ho esto moja tu sol esco tota kutio opina kadao esco kati yo तेरे वाला मोले पते न para तेरे पानी पते न तको भीतर कष्ट सीटे पाँच सौ सुखी सौ मलाई चिठी लानु कोले काटिया तेरो किताब पेट पछेनो तेरो कार सारा मले पछेनो ओली किने मोट पछेरो तेरो किटी होला पिक्चरमा तेरो पता होला पिटीमा ए रुपिटा ए किटी यसै हातमा ए को ब्याच ते पता मम गाडी चाकी तो कितो को छाते को तिरेरो परेरा पाटियो लागा साना तेरी काटेरो वाइ फाइदे दिसु सतेको ओबेकरा रुपिना बार बार को भन्ने छैन मेरो कान मेरो गाईहरूको बेला गाईहरू किन सकिल्या बढी बढी त पुगिराखेको कान चढिएको काटिने कान बढी यस्तो काटे मात्र बोरियाको छरी बच्च बच्च राति गाडी गाडीलाई रोइला हामी यसको टाउको माथि अब हेमल बग्ने केडाहरू अब सामान्य काट अब कला आयो ओके ग्रेट टाइम आउट ओके केटाहरूको एफिएडी भर्सेस एमआर पन्चीको ब्याटल सकिएको छ एकदमै हाम्रो एमआर पन्ची भाइको कतिजना फ्यान बन्नुभयो हात उठाउ त एमआर पन्चीको फ्यान कोही बन्नुभयो म चाहिँ एमआर पन्चीको फ्यान भयो एकदम बबाल एफिएडी को बन्नुभयो बबाल केटाहरूले हाम्रो ऱ्याप ब्याटलको जज डिप्टो एके डिप्टोलाई कस्तो लाग्यो पर्फर्मेन्स पहिलो कस्तो लाग्यो पर्फर्मेन्स यति मात्रै कस्तो लाग्यो केटाहरूको दुवैजनाको एकदम बवाल छ होइन कपी एमआर पन्ची एफिएडी दुवैजना खतरा खतरा ऱ्यापरहरू होइन केटाहरू यहाँ मध्येको राम्रो लागेको थियो मलाई हिजो सुन्दाखेरि होइन दुइटै बेस्ट ऱ्यापर हो दुवैजनाको ब्याटल पऱ्यो दुवैजनाले बेस्ट गरेछ अनि दुवैजनाको राम्रो छ अनि कस्तो लाग्यो कमेन्ट आइसक्यो डिसिजन ओन्ली
केटाहरूको दुवैजनाको खतरा छ होइन एकदमै 1मा 1 100मा 100 दुवैजनाको छ होइन अब के धेरै कुरा गर्नु होइन अडियन्सहरूले सबै सुनिहाल्नु भयो सिधै डिसिजन हान्नु त कसलाई लाउनु त अगाडि दुवैजनाको बेस्ट छ त्यही पनि म एकजनाले पन्छेले अगाडि लान चाहन्छु कस्तो लागिरहेछ राम्रो लाग्यो अब फाइनलमा एमआर पन्छी गइसकेको छ जस्तै भए पनि माथि दिन अर्को राउन्ड जानु पर्ने खोइ थोरै चाहिने लाग्दै भन्छ केटाहरू बिर्सँग बाइले पछि चिजबाट हान्छ मिस्टर राईले कसैको बेला मलाई कसा लागिरहेछ मलाई फेरि हिपहपको नसा लागिरहेछ हिपहपको मलाई लागिरहेछ भो लेभल अप भइसक्यो मिस्टर राईको कोट माफी दिन तँलाई चाहे पाऊ मेरो ठोक मान्छे म सोझो सोझो हल्का हल्का हरान प्रो नानी हुन्छ जब करानी मान्छे मलाई फेरि दिल्ली खान्छु मलाई मेरो जस्तो छोरीलाई म गर्न सक्छु आउट केटाहरू छन् कि इक्वस अनि साउथ कहिले ब्याटल सक्छ डेट अफ योर माउथ सबै मेरा फ्यान हुन्छ सक्लाउट बजेसी मित्रले खान्छ कत्र राई र्याप फेरि बडी राख्छ भाइ बल्ल होस् पति चाहिँ जुके हो चाहिँ पति चाहिँ सधैँ पटाएको भाइ सबै मेरा केला पनि सक्छौ म सिक्छ बिटा के सासु तर बढ्दिन म बिक्छ जस्तो छोरी लामो दिदिन म इज्जत बिहान मान्छे बनाउनलाई टिक्छ सबै मेरा केला पनि सक्छौ म सिक्छ बिटा के सासु तर बढ्दिन म बिक्छ जस्तो छोरी लामो दिदिन म इज्जत बिहान मान्छे तेरो छमा बनाउनलाई टिक्छ एकदमै बब्बाल कडा विषय हाम्रो रणदीपलाई रणदीपले पसिनै छुट्याइ क्या यार रणदीपले पनि गरिदिन्छ भन्ने आश छ है रणदीप पनि बल्लाले जानेवाला छ रणदीप ल बिट रेडी रणदीपको फर्स्ट आउट सुन्दै होइन त होइ त हल्ला चाहियो नि त सुन्दै भयो ओके मैले रणदीपलाई माइक पास गरेँ त हेलो सु भयो है त अब मेरो पनि ल यस्तो चाहिँ पारा के गर्नु आएपछि छोड्नुहुन्न ल एकदमै वरिपरि चारैतिर देखिरहेको छु बारा बुढी छैन हो भाइ म पनि एउटा जङ्गली बाघ आयो बाघ साइड लाग्ने कुरा गर्छु आइसक्यो राजा बिचमा बाटो बिटा हुन्छ बरु मलाई धेरै जान चारैतिर अँध्यारो कालो धुवा बलिरहेछ भाइ हल्ला गर्नेलाई कुनामा लगेर टाँसेर घोडा सिधै अनुहारमा बाल छैन केही पनि भाइ हानिदिन्छ ल्याम्मै चलिदिन्छ बम यस्तै हो नि बौला पारा हानिदिन्छु ज्याप मलाई दमसँगै भाइ मैले पनि हान्न जानेछु नि लम्की मान्छे फेरि जङ्गी उठे सबैजना यस्तै होटेको छैन दम्की सक्ने छैन पनि सँगै पारा छिटै यहाँनिर दुश्मनको छातीलाई चिनेर बाहिर सबै आँगा बुढी निकालेर बारी काटेर जमिन बनी
जमिनभरि खुन छ छालिदिने मनको होली खेल्दै रोइला अनि त्यहाँनिर पिरिदिने बाल छैन के सबैजना केटाहरू जङ्गी हो नि सबैजना केटाहरू जङ्गी हो नि चारैतिर कालो अनि धुवाहरू उडिरहेछ बादलको माथि माथि म पनि उडिरहेको छु मलाई डिस हामीले केही पनि जतिसुकै म भन्दा आए पनि जेटा पट्टा झारिदिन्छु पैताला मुडी पुरा साथ केटाहरू अड्डामा जक्सनमा त्यहाँनिर जब बेला भयो आँखा रातो देख्दा फेरि जान्छ सबजनाको सातो बात आइरहेछ ड्याप खाने अब मेरो पालो तर्सेर भाग्दा नि हुन्छ ठिक यहाँनिर धेरैजना फ्यालिसके मैले पनि ब्याट दिएको छैन धम्की अनि मान्छे म त जङ्गी परे नि खुरुपेली छैन होला खानदानी मान्छे परे आँखी छानी 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 छैन पाल्दिने त्यस्तैको ताल जहिले पनि बौला पारा हान्दिने ऱ्याप पनि फेरि जहिले पनि हुँदिन म त हुनलाई त च्याप फेरि हुनलाई त हुँदिन म च्याप फेरि च्यापको समय सिधै बुढीभित्रको पुरी सिधै चौकी चौकी जानु पर्दैन केटाहरूले उडाइदिन्छ माथि माथि उडाइदिन्छ माथि माथि उडाइदिन्छ माथि माथि गोडा सोडा साथमा 5 नम्बर ओडा फेरि बौला सबैजना सबजना साथपट्टा बन्नेहरू सके सीमित है त Randeep versus MI Right Abhishek अबको सेकेन्ड राउन्ड स्पिड मेकर ओन्ली फ्रीस्टाइल हो बिहानदेखि आएको सबै आयो जबले बाइदिरहेको खुट्टा दुखिरा ऱ्याप ब्याटल गर्ने 7 बजे भन्छ फेरि 8 बजी 8:30 भइसक्यो मेरो त पुरै घाँटी नै सुक्दिरा अलि भएन अब सुरु हुन्छ नाम के रे रणदीप ब्याटल जित्न सक्दैनस् नगर धेरै तकलिफ रणदीप तेरो छम्मला पुग पहिला उसको मन्जित ज्यान बचाउन आउन थाल मन्दिर अनि मस्जिद रणदीप मसँग ब्याटल भिन्न पाइस राम्रै रहेछ तकदिर साइनोले मामा होस् त तर भिन्न आइज मुटु दरो पारी त्यहाँ हेर त त्यो कालो जङ्गलको घारी त्यस्तै छ तेरो जुङ्गा दारी सक्दैनस् मलाई हराउन तँ जान्छस् आज मसँग हारी सफलताको शिखर सुन्नै पर्छ सङ्घर्ष अझै छ जारी जे जस्तै भए पनि असल मेरो जारी छ किन अतालुनु सफलता त्यही पारी छ आफ्नै सवारी छ सफलता पक्कै हुन्छु अझै पुरै जवानी छ आफ्नै भिन्नाइज मसँग रणदीपै तारलाइन सबैको मन जिते ब्याटल हाने केडा हो यसको लामो रहेछ कपालमा आइज केडा हो यस्तो त फ्रीमै पो दिन्छ अरे यसको चिन्ता नगर कान्छा तेल तली ठोक्छु अर्को राउन्ड जाने तेरो सबै बाटो रोक्छु मैले चाहिँ केही बोल्नु पर्दैन रे तस्बिर आफै बोल्छ रे ओहो केटा हो अरू त हुँदैन रे तोरीकै देव जान्छ रे नत्र यसको चाक पोल्छ रे फेरि सङ्गत छ डिलरसँग के कुरा गर्नु त जस्तो 2 करोड चिल्लरसँग
आफूले आफैलाई नि जज जान्न सक्छु जोनीले भन्दा दामी मुझे ओके 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 freestyle अभिषेक एके एमआर राइट मिस्टर राइट शुभकामना दानी फर्काउँछ भन्ने मलाई आश पनि छ एकदमै पप्पा टकाउको छ है केटाहरूको है रनित के रेडी हो एकदम रेडी हो सेकेन्ड राउन्ड जाने हो जित्दै हो अब हार जित त के हुन्छ थाहा छैन हैन अब जजेस कन्फिडेन्स आफूमा हुनुपर्छ पहिलो कुरा ओके 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 अब प्यारो रन्दितको रिप्लाई कस्तो आउँछ त मिस्टर राईलाई सुन्दीप मैले रन्दित अगाडि बढ्न सेकेन्ड राउन्डको लागि अनुरोध गरेँ रन्दित सेकेन्ड राउन्ड भनिस अहिले सक्दैनस् र यो खेलमा जित्न कसले लेखेको छ र फिक्स मैले नि जित्छु भन्ने त्यो पत्रमा मित्र धेरै गाह्रो हुन्छ नि जित्न त सबैजना कोही भन्दा कोही कम हुँदैन सबैको हुन्छ दमचाक हान्ने कुरा गरेको रे है क्या हुँदा मेरो बाबु आफै छ चिल्लर पोलेन सोलेन होइन चिल्लर मेरो बाबु आफै छ चिल्लर कति हुन्छ छोरो भनेर ल्याएर राखिदिन्छ सिरानीमा यत्रो पोको धरी यस्तै हो मणि आदि हो हान्दियो आज प्याटल नि फुटाइदिने छाती तेरो पारी भित्तामा पुर्याइदिने खुन हो बोली जस्तो बोली मेरो रटटट सक्दैन नि यहाँनिर जित्न बरु बटटट बोल्दैन चाहिन्छ अरे लाइन ब्याटलमा नि चाहिन्छ अरे लाइन यस्तै छ त मेरो टाइप म चाहिँ जितेर सिल्लिएर जान्छु अनि तैँले चाहिँ भन्नै आए के गर्नु यस्तै छ छोड्नु भएन पाएको बेला मौका घोप्टो पारेर थाक्न दिए मलाई नगर्दा हुन्छ डिस्टर्ब चुपचाप लागेर घरतिर कुद्दा हुन्छ मेरो खुट्टा तान्ने काम नगर्दा हुन्छ त्यहीँनिर आउँछ पट्टा म त मान्छे एक नम्बर फट्टा परे पूर्वेली त्यही माथि गोर्खेली खतरा जङ्गेर हान्दिने ब्याटल पनि यस्तै छ मलाई हान्ने कुरा गरेको भित्तामा टाँसेर हानिदिन्छु नाइफ पनि आर खाना जान छैन सिउ पाते होइन म कुनैको खाते होइन प्योर गोर्खालीको छोरा हुँ कि त हारेर जान्छु कि त मारेर जान्छु सेकेन्ड राउन्ड समाप्त भइसकेको छ थर्ड राउन्ड सुरु गर्ने सक्दैन नि फेरि मैले पनि सघाइदिएँ कस्तो लाग्दैछ रन्दितको ए मिस्टर राईको ब्याटल ओके थर्ड राउन्डको लागि मैले माइक पास गरेँ मिस्टर राईलाई बेडा हो हल्ला कम भयो के अब सुनाउँछु म फ्लो स्विच के हो बिट स्विच के हो जसले पनि अलि ध्यान दिएर सुनौँ है त ल
पवन सक्छन् मेरा लक्षण मलाई माया पनि गर्छन् सक्छन् कसले गर्छन् सबले नमस्ते र दर्शन टेन्सन छु केटीहरू गर्छन् मरिसलाई छुट्टा तान्दै जहिले केटाहरूसँग अड्डामा पाइलट उडी कहिले शिखराइस पट्टामा गाजा पर्छन् केटाहरू छुट्टीको सट्टामा पट्टामा थार कडा ज्याला आफ्नो तालमा तेरो म त केही सुन्दिन सेरेको बोली तेरो ऱ्याप केही नि बुझ्दिन मिस्टर राईको ऱ्याप तेलो सबैतिर बुझ्दिन अर्काकै छोरीका केही नि भन्दिन आफ्नो तालमा तेरो म त केही नि सुन्दिन सेरेको बोली तेरो ऱ्याप केही नि बुझ्दिन मिस्टर राईको ऱ्याप थाल्यो सबैतिर बुझिसक्यो ऱ्याप तिमीरेको सबै तर्कामा गर्छ मेरो लिसुङ र खोटाङको नाकामा मोटो घर देखिरहेको आँखामा ऱ्याप स्किल क्लास दिन्छु तिनी दिन सानहरू मेरो प्रगतिले देख्छन् बाबुआमाका नामहरू होला जति वर्ष त्यति वर्ष पैमा दामहरू आका बेला बिना आइज पाखे बन्दी बाङहरू टाइम आउट र पहिलो राउन्ड कसको राम्रो थियो पहिलो राउन्ड कसलाई दिने भनेर मैले निर्णय मागे हाम्रो जज पहिलो राउन्ड कस्तो थियो पहिलो राउन्ड भन्दा पनि एकैचोटि फाइनल गरिदियो है ओके त्यसको लागि पनि ओके जजले हेरेरै फाइनल गर्छ त्यसको लागि तल राउन्डहरू कस्तो थियो भनेर एउटा थोरै कमेन्ट ओके केटाहरूको दुईटैले बवाल गरेको थियो होइन बिटमा पनि त्यस्तै दुवैजनाको त्यो फ्री स्टाइल बिटमाथि किल गरिरहेको थियो केटाहरूले फ्री स्टाइलमा होइन अनि लिरिकको कुरा गर्दाखेरि एकदम राम्रो गरिरहेको थियो फर्स्ट राउन्डमा लिरिकहरू हेर्दाखेरि मिस्टर राईले राम्रो हालेको छ अनि त्यसको रणदीपको पनि कमी चाहिँ छैन राम्रै छ होइन अनि फर्स्ट राउन्ड चाहिँ म मिस्टर राईलाई दिन चाहन्छु सेकेन्ड राउन्डको कुरा गर्दा चाहिँ रणदीपले पनि फ्री स्टाइल अनि त्यो के भन्छ त्यसलाई त्यो ब्याटल यस्तो दामी फर्काएको थियो कि होइन डिस चाहिँ दामी हानेको थियो रणदीपले सेकेन्ड राउन्डमा त्यो बिटको त्यो के भन्छ एकदमै राम्रो ब्याटल हान्दैछ क्या रणदीपले सेकेन्ड राउन्डमा रणदीपलाई दिन चाहन्छु थर्ड राउन्डको कुरा गर्दाखेरि अडियन्स कसलाई दिन्छ त थर्ड राउन्ड कसलाई दिने थर्ड राउन्डमा मैले यस्तो यस्तो भनिरहनु भन्दा पनि कमेन्ट गरिरहनु भन्दा पनि अडियन्सलाई थाहा छ होइन म सिधै डिसिजन गर्छु अगाडि चाहिँ म मिस्टर राईलाई लानु चाहन्छु मिस्टर राई हाम्रो ब्याटलबाट फाइनल पर्फर्मेन्सको लागि मिस्टर राई अभिषेक राई पुगेको छ मैले भनेको जनवरी रणदीपको एकदमै बवाल थियो केटाहरूले बन्छिदियो दुवैजनाको पर्फर्मेन्स राम्रो थियो